को नाममा आफ्नो अस्तित्वलाई समाप्त पारेर एकता हुनुपर्छ भनेर त्यो सम्भव पनि हुँदैन। मैले मात्रै यो एकता हुनुपर्छ, हामी एक हुनुपर्छ भनेर हुँदैन। सबैले त्यो सोच्नुपर्छ, जनताको चाहना बुझ्नुपर्छ। उहाँहरूसँग संरचना होला, सबै चिज होला, तर हामीसँग जनताको विश्वास छ, त्यही हो सबभन्दा ठुलो कुरा। जनताको विश्वास भएपछि सबै कुरा अगाडि बढ्छ। सबैको अस्तित्वलाई बुझेर, सबैको अस्तित्वलाई समान हैसियत दिएर एकता भयो भने त्यो एकता लामो समयसम्म टिक्छ। जनताको पनि चाहना त्यही छ। सकेसम्म एउटैमा नभए पनि एउटा एकताको आभास दिने गरेर एकताबद्ध भएर आगामी सरकारलाई नेतृत्व दिने हिसाबले अगाडि बढ्नुपर्छ। देशको समृद्धिको लागि एउटा सुरुवातको फेज जुन सुरु हुन लागेको छ, त्यसको लागि आगामी चुनाव फागुन 21 को चुनावमा सही व्यक्तिहरूको नेतृत्वमा सही व्यक्तिहरू चुनेर आगामी सरकार सही नेतृत्वबाट नेतृत्व दिन सकोस् भन्ने हिसाबले हामी अगाडि बढ्नुपर्छ। सबैले बुझेको छ उज्यालो नेपाल कस्तो पार्टी हो, उज्यालो नेपाल कसरी अगाडि बढ्छ, कसको नेतृत्वमा चलिरहेको छ। हरेक घरमा बत्ती बल्न साथ अब उज्यालो नेपाल पार्टी भनेर चिन्छ।